हेलो गुड मर्निङ शुभ प्रभात। आज हाम्रो यात्रा थियो स्वर्गदारीसम्म। हामी त्यहाँ फोन गरेर बोलाउँदैछौँ। हाम्रो सुषमा दिदीले चाहिँ फोन गरेर बोलाउँदै हुनुहुन्छ, शीतल मेरो साथी रक्षा। अनि हामी यहाँदेखि अब हिँड्न लाग्यौँ र बिस्तारै हामी त्यहाँदेखि हिँड्यौँ सरको बाइकमा मजाले। यात्राको क्रममा अब के गर्नु, बाइकमा पेट्रोल हाल्नु पऱ्यो। 215 रुपियाँको पेट्रोल अब कतिको हाल्यौँ त्यो चाहिँ हाल्यौँ। अनि रमणीय दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढिरह्यो। यात्राको क्रममा हामी सबै साथीहरू कोही इम्लियाबाट थियौँ भने कोही चौटाबाट हुनुहुन्थ्यो। अनि म पनि अलिकति यसो आफ्नो फेस देखाउँ भनेर के हुन्छ नि हिरो भनिदिएको चस्मा लाएर अनि अगाडि बढ्दै थियौँ। हाम्रो यात्रा सरले चलाइराख्नु भएको थियो। स्पिडको गति राम्रै थियो, स्पिड धेरै नचलाउनु होला। अनि त्यसै गरी हामी चौटा बजार पुग्यौँ। चौटा बजारको दृश्य हेर्न सक्नुहुन्छ बिहानको। अनि यो चाहिँ चोक, अनि यता कृष्णनगर जाने, यता दाङतिर जाने। अनि यात्रा जारी नै थियो। चौटा बजारको बिहानको दृश्य पनि धेरै नै राम्रो थियो। अनि हामी त्यहाँदेखि अर्को ब्रान्च, हाम्रो सुषमा म्याडमको अर्को ब्रान्चमा गएर त्यहाँका साथीहरूलाई पनि पिकअप गऱ्यौँ। यो यात्रा भनेको उहाँका साथीहरूसँग हाम्रो चाहिँ भनौँ न के अरे मिलन भनौँ त्यस्तो खालको थियो। अनि त्यहाँ एकजना म्याडम हुनुहुन्थ्यो, उहाँले बाइक यस्तो रङ्गाउनु भएको थियो। अनि उहाँलाई म के भनेर हाँसिरहेको थिएँ क्या अनि सबैजना हामी हाँस्दै ठट्टा गर्दै नयाँ साथीहरू मिल्दै अगाडि बढिरहेका थियौँ। उता अर्को ब्रान्चको साथीहरूलाई पनि भित्र देखाइरहेको छु, उहाँहरू पनि रेडी हुँदै हुनुहुन्थ्यो। अनि यहाँदेखि हामीले चाहिँ दही खाएर निक्लेको, त्यो दही खाएको भिडियो बनाउन पाइनँ। दही चाहिँ खाइयो, भिडियो बनाउन पाइनँ। अनि यो चौटा बजारको अनि अहिले नगरपालिकाको लगानीमा राखिएको मूर्ति। अनि त्यसै गरी हामी अगाडि बढ्दै गयौँ। यो हरियाली दृश्य हेर्दै रमाइलो पललाई सम्झिँदै अनि अगाडि बढ्दै क्रममा हाम्रो यात्रा यो घुम्टी जुन चाहिँ धानखोलाको घुम्टी छ त्यतातिर हो। अनि हाम्रो साथीहरू पनि पछाडि हुनुहुन्थ्यो, हामी अगाडि थियौँ। अनि खोला नाला भिर पाखा हेर्दै यात्रा गर्दै थियौँ। रमाइलो भएको थियो यात्रा पनि। अब सरले चलाउनु भएको थियो, अब उहाँले चलाएपछि पछाडि साथीहरू पनि आउँदै हुनुहुन्छ। अनि हामी अगाडि पुग्दा भाइरल डाँडा, तपाईँ सबैलाई थाहा छ होला, यो भाइरल डाँडा हो, हाम्रो यही कपिलवस्तुमा पर्छ। त्यहाँ गएर हामीले यसो रमाइलो गऱ्यौँ, एकछिन फोटोसोटो खिच्ने भन्यौँ। अनि त्यसै सरहरू अगाडि पुग्नु भएको थियो, अनि हामी पछि आयौँ। अनि लगभग हाम्रो पछि आइपुग्नु भयो अरू सरहरू पनि। अनि सबैजना हामी अगाडि बढ्यौँ। अनि भाइरल डाँडाको दृश्य हेर्दै त्यहाँ चाहिँ रमणीय थियो दृश्य, त्यो दोकान पनि रहेछ। अनि मेरो साथी रक्षाले चाहिँ म देखेको छु कि नै भिडियो भन्दै देखिस आइज भने। अनि त्यसपछि ल मोबाइल छोप्तो, मेरो पनि यसो भिडियो बनाइदिएँ म हिँडेको भनेको। अनि यसो भिडियो बनाइदिएँ। अनि उसले चाहिँ भ्लग सुरु भयो तेरो भन्दै। भाइरल डाँडा हेरिसकेपछि धानखोला पुग्यौँ। धानखोलाको पनि दृश्य रमाइलो थियो, पहाडहरू हरियाली। अनि त्यसपछिबाट सरको बाइकमा बसेर यात्रा गर्दा मजा आइरहेको थियो। सरले स्पिड खासै चलाउनु भएको थिएन, ठिकै थियो। अगाडि पुग्दै गर्दा हामी धानखोला मन्दिरमा चाहिँ दर्शन गऱ्यौँ। हाम्रो इच्छा मनोकामना पुरा गरिदिनु भन्दै हामी कपिलवस्तु जिल्ला छोडेर दाङ जिल्ला प्रवेश गऱ्यौँ। यो पुल साथै दाङ जिल्ला हामी प्रवेश गऱ्यौँ। दाङ जिल्ला हामीले छोइसकेपछि हाम्रो यात्रा अझै नजिक आइपुग्यो कि भन्ने आशा राख्यौँ। त्यसै गरी हामी अगाडि बढ्दै थियौँ। अनि हामी कालाकाटे पुग्यौँ। कालाकाटे हेर्दै गएको थियौँ। कालाकाटे पुगेको केही क्षणमै हामी अगाडि भालुवाङ पुग्ने तर्फ लाग्यौँ। यो एउटा भाइरल दृश्य जस्तै थियो, जुन ओह्रालो अनि ओकालो एउटा रमाइलो क्षण। अगाडि साथीहरू हुनुहुन्थ्यो। हामी हेर्दा राप्ती खोला पुग्यौँ। राप्ती खोलाको यो दृश्य सबैजनाले हेरिसक्नु भएको पनि छ, भिडियोमा पनि धेरैको देख्छु म। यो भाइरल ठाउँ नै भनौँ, चिसो हावा चल्ने राप्ती खोला। उता दाङ भालुवाङ, यता चाहिँ कालाकाटेको बिचको खोला। अनि हामी लगभग भालुवाङ चोक पुग्यौँ। त्यसपछिबाट उता पश्चिम लमाई नेपालगञ्ज भने, उता उत्तर प्युठान रोल्पा जाने बाटो
त्यसै गरी हामी यता प्युठान जाने बाटोमा केही सामानहरू साथीहरूले किन्न लाग्नुभयो। मिस म्याडमहरूले कसैले चस्मा कसैले मास्क भने अनि म चाहिँ यत्तिकै भिडियो बनाएर बसिरहेको थिएँ। अनि हाम्रो सरहरूले पनि त्यहाँ के किन्न लाग्नुभयो। अनि एकछिनपछि त्यही हामी बस्यौँ। अनि हामी एकजना साथीलाई पनि कुरेथ्यौँ। के भयो भन्दाखेरि उहाँलाई चाहिँ यता उत्तर लाग्नुपर्ने कुर्दाखेरि तर के गर्नु उहाँ जानुभयो उता लमैतिर। अनि अलिक टाढा पुगेर अनि यसो भिडियो पोज हानिदिउँ न त भनेर त्यहीँ कुर्दै बसेको। अनि कुर्दा कुर्दा हद्दु भएर फोटो पनि हानिदिनु भयो उहाँ। अनि उहाँले फोन गर्दै हुनुहुन्छ। सर पुरा टमा परेर हेरिराख्नु भएको छ। त्यसै गरेर उहाँ आइसक्नु भयो। अनि मैले यसो कपाल मिलाएँ अब निक्लिनुपर्छ भनेको उहाँले चाहिँ पोज दिँदै पुरा भिडियो बनाउँदै हुनुहुन्थ्यो उहाँ फेरि क्यामराम्यान। अनि त्यसपछि हामी अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा चाहिँ यो चाहिँ खोला, यो खोला कसरी भन्नुहुन्छ भने यता चाहिँ भालुवाङ दाङ जिल्ला, उता चाहिँ प्युठान जिल्ला। हामी प्युठान जिल्ला प्रवेश गर्न लाग्यौँ प्युठान जिल्ला। अनि प्युठान जिल्ला प्रवेश गरिसकेपछि अब हाम्रो यात्रा सहज भयो। अगाडिको भिडियोहरू चाहिँ मैले बिचमा चाहिँ मैले ड्राइभिङ गर्ने थिएँ, सरले खासै बनाउनु भएन। अनि त्यसपछि हामी सिधै चकचके गएर खाजा नास्ता गर्ने भन्यौँ। त्यहाँ खाजा नास्ता गर्ने भनेको फेरि मन्दिर जाने भएर के खाने भनेर अनि त्यहाँ खाइएन खासै। अनि चिया खाइयो क्या खै। अनि के भन्दै थिएँ यसले उहाँ दौडी आएर अनि भित्र चाहिँ सरहरू बस्नु भएको थियो, हाँस्दै हुनुहुन्थ्यो पुरा सर। अनि हामी चाहिँ यहाँ भिङ्ग्री भन्ने ठाउँमा पुग्यौँ। यहाँदेखि हाम्रो यात्रा चाहिँ स्वर्गद्वारी मन्दिर पुरै ठाडो उकालो छ भन्ने कुरा सुन्यौँ। अनि हामी चाहिँ वेटिङ गरिरहेको थियौँ। पछाडि छुट्टु भएका साथीहरूलाई वेट गरिरहेको थियौँ। अनि वेट गर्दै त्यहीँ गफ गरिरहेको थियौँ। मलाई अनि साथीहरू मिलेर चाहिँ मलाई जिस्काउनु भएको थियो क्या, ट्याक्कै क्यामेरा गर्छु मैले यसो गर्छु भन्नुहुन्छ। अनि त्यसो वेट गरेको साथीहरू पनि आइपुग्नु भयो। अनि ल ठिक छ कति ढिला गरेको भन्दै पानी पनि पिउनुहुन्छ अझै। अनि हाम्रो बुलेट मिसले चाहिँ पुरा कुदाएर ल्याउनु भएको थियो। गर्मी चाहिँ थियो है, अझै प्युठानमा गर्मी थियो। हामी माथि लाग्यौँ त्यसपछिबाट बिस्तारै। अनि सिन हेऱ्यौँ क्या, हामी बिचमा रोकेर सिन हेऱ्यौँ मजाले। कस्तो राम्रो बाटो हेर्नु न है। तपाईँहरू पनि यदि जानुभयो भने मजाले जानु होला। बाटो राम्रो छ किनकि पिच छ नि त बाटो, अलिकति फराकिलो पनि छ अनि पिच पनि छ। मजाले जान सक्नुहुन्छ स्वर्गद्वारी दर्शन गर्न। हाम्रो यात्रा रमाइलो भइरहेको थियो। हामीले मजाले हेऱ्यौँ, दृश्य हेऱ्यौँ। मेरो फोटो खिच्दैन भन्दै उता भिरमा जाइरहेको थियो। मोर्लिस भने फेरि अनि मजाले दृश्य हेर्नुहोस् क्या मजाको दृश्य छ, कति माथि हाइटमा। अनि मैले चाहिँ बाइक चलाएको थिएँ। यो भिडियो रक्षाले बनाइदिएकी थिएँ, मेरो साथी रक्षाले। अनि भिडियो बनाउँदै उकालो चढ्दै रमाइलो गर्दै गएको थियौँ स्वर्गद्वारी दर्शन। पहिलोचोटि थियो मेरो चाहिँ। अनि घुम्टी हेर्नु न, घुम्टी उताबाट गाडी आइरहेको छ, घुम्टी अनि उकालो त्यसैमा सल्लाहको रुख रमाइलो थियो। जस त्यहाँको वातावरण अनि त्यहाँको दृश्यहरू रमाइलो थियो। हामी रमाइलो दृश्य हुँदै अगाडि बढेको थियौँ र आगो पनि लाउनु भएको थियो खै। त्यहाँ नयाँ पालुवाको लागि होला आगो लाउँछ नि त, त्यसरी चाहिँ आगो लाउँदै हुनुहुन्थ्यो। अनि घुम्टी चाहिँ टर्निङहरू बहुत धेरै थियो। यदि जानुभयो भने ख्याल गर्नु होला, त्यही अनुसारको साधन लिएर जानु होला भन्न चाहन्छु। अगाडिबाट पनि गाडीहरू आइरहेको छन् धेरै जसो। यहाँ चाहिँ गाडी आउने इन्डियाबाट युपी इन्डियाको यात्रुहरू धेरै आउनु रहेछ। गाडी पनि धेरै देख्यो उहाँहरूको। अनि हेर्नु मजाले। त्यसपछि हाम्रो अलिकति गाडी बिग्रियो, बाइक बिग्रियो। अनि धक्का प्लेट भयो, एकछिन बिग्रियो भन्दा पनि पिकअपै लिएन क्या। दुइटै मोटा भएर पनि होला, ऊ पनि मोटो म पनि मोटो, साथी पनि मोटो म पनि मोटो भएर दुःख पायो हल्का। तर त्यसपछि हामी सुस्त गर्दै हामी स्वर्गद्वारी पुग्यो। दर्शन हेर्नुहोस् स्वर्गद्वारी गेटमा, त्योभन्दा माथि चाहिँ जानु छ अझै। तर हामी ट्याक्क गेटमा पार्किङ एरियामा पुग्यौँ। मैले चाहिँ मेरो फोटो खिच्दैन यहाँ भिडियो बना भने उसले चाहिँ भिडियो बनाइदिरहेको थियो। अनि सरहरू पुगिसक्नु भएको थियो। सरहरूले बल्ल आउँदै हुनुहुन्छ, किन हो कति लेट हो भनेको, पिकअपै लिएन भने। अनि एकछिन त्यहीँ गफ गऱ्यो अब कसरी जाने भने। अनि त्यसपछि त्यहीँ हाँस्दै हुनुहुन्थ्यो सबैजना, यस्तो दुःख पायो भन्दै आउनुभएको थियो। अनि पार्किङ एरियामा पनि धेरैजना हुनुहुन्थ्यो भक्तजनहरू। अनि अगाडि बढ्यौँ। मैले पनि यसो ल म कस्तो देख्दैछु भन्दै भिडियोमा देखाएँ। अनि भिडियोमा देखाउँदै
अनि अब त गेटतिर जानु पऱ्यो, माथि जाउँ भन्दै अनि सबैजना माथि लाग्यौँ। अनि अगाडि बढेको शीतल के छ भनेको ठिक छ खुट्टा दुख्न लाग्यो भन्नलाई ल ठिक छ भने अनि सर के छ भनेको ठिक छ अब अगाडि बढ्नु पऱ्यो सर ल आइ भन्दै सरहरू पनि अगाडि बढ्नुभयो। अनि अरूलाई कुरेको मैले चाहिँ छिटो आइज भन्दै आउनै ढिलो गर्ने, हात उठाउँदै आउँछ फेरि एउटी उताबाट आउनै ढिलो गर्ने छिटो आइज भने। अनि एकजना सर चाहिँ दौड्दै आउनुभयो अनि पुरा हाय गर्दै जानुभयो सबैजना। खुसी रमाइलो हिँडेको हो नि थकान भए पनि खुसी चाहिँ हुनुहुन्थ्यो। अनि एकजना चाहिँ पछाडि सुस्त आउँदै हुनुहुन्थ्यो, लास्टै धोबा भन्नुहुन्छ हो र भनेको। अनि हामी त धेरै नै माथि पुगेछौँ क्या हो भनेर यसो तल हेरेको त माथि नै पुगेछ हेर्नु त दृश्य तलको। अनि माथि फेरि सरहरू थाक्दै हिँड्दै हुनुहुन्थ्यो अनि म्याडमहरू पनि त्यस्तै थाक्नु भएको थियो, हामी पनि थाकेका थियौँ साथीहरू। अनि जाँदा म्याडम त भैँसी लड्यो हे भन्ने गीत छ नि हो त्यस्तै लड्नु भयो, सबजना हाँस्नु भयो। अनि उहाँले गीत गाइदिनु भयो भैँसी लड्यो है भन्दै सब हाँसेर अनि एकछिन रमाइलो। म्याडम लास्ट धौ भएछ क्या, उहाँको सुगर रहेछ अनि धौ भयो नि त उहाँलाई अलिक मोटी पनि त्यही भएर। अनि त्यसो म पनि लास्ट थाकेर यस्तो भएकोलाई पोज्दैन त भन्दै पोज्दाएर अनि फेरि मलाई चाहिँ के भिडाइदिएन क्या त्यहाँ हेर्नु। अब यसलाई यसको पनि काम छैन ल एउटा भिडियो बना भनेको यस्तो चिसो छ नि कुरै नगर यहीँ सुत्दिन्छु म त भन्दै अनि हो र भन्छ अझै। अनि हाँसो एकछिन रमाइलो पनि गरियो त्यहाँ। त्यसपछि हामी माथि फेरि गेटनिर पुग्यो लक मन्दिरको छेउमा। अनि हाम्रो बिचमा चाहिँ एकजना बाजे हुनुहुन्छ नि उहाँले चाहिँ सिडी किन्दै हिँड्नु भएको थियो, 500 भयो कि कति भयो भन्दै हुनुहुन्थ्यो। अनि हामी भित्र पुगेपछि दृश्य हेरौँ, स्वर्गद्वारीको दृश्य सबै त्यहाँ भएको मन्दिर मठ मन्दिरहरू अनि आश्रम सबैको भोलि दृश्य ल्याएको छु। त्यहाँ पुगेपछि हामीलाई स्वर्ग आए जस्तै फिल भयो। जोस् मन्दिर बन्दै रहेछ, त्यहाँ ठुलो मन्दिर बन्दैछ भन्दै हुन्थ्यो। यता फेरि मेन मन्दिर, त्यहाँभित्र फोटो भिडियोहरू चाहिँ ल्याउन नपाइने, बाहिर ल्याउन पाइने भनेर हामीले बाहिरबाट अलिअलि लियौँ। अनि जोस् त्यहाँ पुगेपछि स्वर्गको अनुभव भयो। आश्रम रहेछ त्यहाँ, आश्रम पनि रहेछ, बस्न खाना सबै पाइँदो रहेछ, पढाइ पनि हुँदो रहेछ। जो स्वर्गद्वारी पुगेपछि स्वर्गको अनुभव भयो, सबैजना खुसी भयौँ, रमायौँ, पूजाआजा गऱ्यौँ। अनि भगवान्सँग सबैको सुस्वास्थ्य दीर्घायुको कामना गऱ्यौँ। अनि त्यहाँ स्पेसल्ली यो प्रसाद पाइँदो रहेछ, हामीले प्रसाद लियौँ। हामीसँग कुनै मतलब भाडो थिएन अनि हामीले यसमा दिनु न त भनेर अनि त्यसरी प्रसाद लिएर हामीले चाहिँ यसो देखाइदिएको हजुरहरूलाई हजुरले पनि प्रसाद ग्रहण गर्नुहोस् भन्दै हामी त्यहाँबाट एकछिन बसेर फोटोसोटो खिचेर हामी निक्ल्यौँ। अनि बाहिर निक्लिने बेला पनि लगभग भक्तजनहरू इन्डियन हुनुहुने रहेछ, धेरै इन्डियन जानुहुने रहेछ, मान्नुहुने रहेछ। मेरो चाहिँ पहिलोचोटि थियो, साथीहरूको पनि धेरैजनाको पहिलोचोटि नै थियो। अनि के भन्दैछु उता फेरि जाम भन्दैछु फेरि उसले ऊ तल गएर फोटो खिचौँ भन्दै। अनि यसो दृश्य थकान मेटौँ भनेर भगवान्को नाम लिँदै हामी रमाइलो गर्दै नाच्यौँ। सरहरू नाच्नुभयो, म पनि यसो ठुम्का हान्दै नाच्न नजानी। अनि हामी तल लाग्यौँ। ल हामी फर्किने बेलामा लाग्यौँ। उहाँ चाहिँ राम्री म्याडम। अनि त्यसपछि उहाँलाई सोधेको कस्तो लाग्यो भनेको बेस्ट दामी, म त स्वर्गको अनुभव गरेर आएँ भन्दै हुनुहुन्थ्यो। हो र भनेको भन्नुहुन्छ। अनि त्यसपछि सरहरू पनि अगाडि लाग्नुभयो, सबैजना रमाइलो गर्दै अगाडि बढ्नुभयो। अगाडि बढ्दै झर्दै थियौँ। त्यसपछि यहाँ चाहिँ फेरि गायककारहरूले अलिअलि गीत गाउँदै थियो, 3 जना पहिलाका साथीहरू। अनि गीत गाउँथ्यो उताबाट पछाडिएर फेरि जाँदा पनि ढिलो आउँदा पनि ढिलो के उहाँहरू। अनि झ्याप्प ऐसलुलाई देखेँ कि अनि ऐसलु भनेर ऐसलुलाई टिपेँ। ऐसलु टिपेर यसो खाएको मिठो भयो, पहिलोचोटि थियो। त्यसै गरी हामी तल झरिसक्यो। मेरो हेर्नु त निधारको टिका पनि पुच्ची पसिनाले अलिकति लतपत भएछ। हामी तल झऱ्यौँ। यहाँ पनि दुईवटा फोटा खिच्ने भन्यौँ, हुन्छ नि त भनेर अनि त्यहीँ फोटासोटा खिच्न लाग्यौँ। अनि दृश्य हेऱ्यौँ, हाम्रो बाइकहरू छ कि छैन पार्किङमा भनेर हेऱ्यौँ। अनि त्यहाँको दृश्य देखाएर अनि त्यहाँ चाहिँ यो काफल बेच्नु रहेछ। अनि काफल किनौँ न भनेर अनि सबैजनाले फेरि त्यहाँ काफल किन्न लाग्यौँ। अनि कस्तो रहेछ मिठो छ भन्दै चाख्यौँ, मिठो छ भन्ने कुरो पनि आयो। अनि काफल किन्यौँ, काफल पनि। त्यसपछिबाट अनि त्यहाँको हल्का अनि त्यहाँबाट हामी झऱ्यौँ। एकछिन यसो रेस्ट गरेर हामी चाहिँ फेरि पानी पऱ्यो एक्कासी हेर्नु न,
पानी परेपछि एउटा होटलमा बस्यौँ हामी एकछिन रेस्ट गरौँ भनेर अनि एकछिन 10-15 मिनट रेस्ट गऱ्यौँ होला त्यसपछिबाट खाना खाने भन्ने कुरो आयो फेरि ल खाना बनाउनु न त भनेर अनि फेरि खाना बनाउनु लगायौँ होटलमा अनि पानी परिरहेको थियो चिसो मौसम भयो अनि ल भनेर अनि खाना पनि आयो खाना खानु लाग्नुभयो मैले त खाना खाएर उठिसकेको थिएँ त्यसपछिबाट भिडियो बनाइदिएको बल्ल उहाँहरूको अझै आए गर्नुहुन्छ खाना खाने बेला पनि हेर्नु न अनि खाना खाइयो त्यसपछिबाट ल जाने निक्लिने भनेर अनि बाइक स्टार्ट गरेर एकछिन बसेर रेस्ट गरेपछि अनि यहाँ रेस्ट गरेर निक्लिनु मनै छैन यहीँ बस्ने रे के अरे यहाँ नबस्ने ल जाने भनेपछि अनि फेरि बाइक स्टार्ट गरेर सबैजना निक्लिन आँट्यौँ अनि निक्लिने बेला सरहरूले ल बाइक निकाल्नु भयो उता बाइकमा चढिसक्नु भयो उता उहाँ बुलेटमा रेडी पोजिसन अगाडि त्यसपछि अरू सरहरू अनि हामीले मैले चाहिँ भिडियो बनाएर अहिले पछि निक्लिन्छु तपाईँ निक्लिनुहोस् भनेर निक्लिनु भयो एकजना गरेर निक्लिनु भयो जस रमाइलो भयो अनि त्यसपछि एउटा हेर्नुहोस् लगातार मजाले सिन चिसो हावा चल्दै पानी परेको आनन्दको त्यो स्वर्गको दर्शन गरेर फर्क्यौँ अनि भालुवाङ आएर यो भाइरल चटपटे भालुवाङमा जुन तपाईँहरू यात्रा गर्दा खानुहुन्छ होला त्यहाँ एकजना दाइले चाहिँ चटपटे बनाउनु हामीले चाहिँ ल चटपटे खाऊँ न त भनेर अनि भालुवाङ आएर चटपटे खायौँ त्यसपछि चटपटे खाएर हामी घर निक्ल्यौँ रात परेको थियो घर आउँदा मैले चाहिँ भिडियो बनाउन पाइनँ अनि त्यसपछि यही नै हाम्रो एन्डिङ भयो हाम्रो स्वर्गद्वारीको यात्रा राम्रो भयो ल बाई।